नमस्ते। आज हामी एउटा यस्तो बिरुवाको बारेमा कुरा गरौँ जुन सायद धेरै हिन्दू घरको आँगनमा भेटिन्छ। तर यो केवल एउटा बिरुवा मात्र होइन, बरु एक जीवित देवी हो। हामी कुरा गर्दैछौँ तुलसीको। तर आखिर किन यस्तो सामान्य देखिने बोटलाई जीवित देवीकै रूपमा किन पूजा गरिन्छ? यसको पछाडि एउटा निकै गहिरो पौराणिक कथा र अर्थ लुकेको छ। ल आउनुहोस् आज यही रहस्यको पर्दा खोलौँ। पहिलो कुरा त यो बुझ्न जरुरी छ कि तुलसी, जसलाई अङ्ग्रेजीमा होली ब्यासल पनि भनिन्छ, हिन्दू संस्कृतिमा यो केवल एउटा वनस्पति मात्रै होइन। यसको पहिचान, यसको महत्त्व त्योभन्दा कता हो कता माथि छ। तुलसीलाई डिभाइन फेमिनिन अर्थात् दिव्य स्त्रीत्वको पार्थिव अवतार मानिन्छ। भनौँ न, उहाँ एक जीवित देवी हुनुहुन्छ, घरको संरक्षक हुनुहुन्छ र मानव अनि दिव्य संसारलाई जोड्ने एउटा शक्तिशाली माध्यम पनि। अब तुलसीको पूजालाई हेर्ने हो भने यो खास गरी दुई तरिकाले गरिन्छ। एउटा भयो घर घरमा हुने दैनिक पूजा, जसलाई नित्य पूजा भनिन्छ, र अर्को चाहिँ वर्षमा एक पटक मनाइने भव्य उत्सव, तुलसी विवाह। र यी दुवै चलनको पछाडि एउटा निकै शक्तिशाली कथा जोडिएको छ। ल अब त्यो कथातिर लागौँ। तुलसीको उत्पत्तिको कथा सुरु हुन्छ जालन्धर नामको एक शक्तिशाली असुर राजाबाट, र यही कथाले नै तुलसीको दिव्य पहिचानलाई स्थापित गर्छ। जालन्धरलाई ब्रह्माजीबाट अजेय अर्थात् कहिल्यै नहार्ने वरदान थियो, तर त्यसमा एउटा शर्त थियो। उसको त्यो शक्ति उसको पतिव्रता पत्नी वृन्दाको पवित्रतामा टिकेको थियो। जबसम्म वृन्दा पतिव्रता रहन्छन्, जालन्धरलाई कसैले हराउन सक्दैन थियो। भनौँ न, वृन्दाको सद्गुण नै जालन्धरको लागि एउटा नफुट्ने ढाल थियो। अब शक्ति पाएपछि के चाहियो? जालन्धर एकदमै अत्याचारी भयो। उसले तीनै लोकमाथि कब्जा जमायो, देवताहरूलाई हरायो। अवस्था यस्तो भयो कि वृन्दाको पवित्रताका कारण भगवान शिवले पनि उसलाई हराउन सक्नु भएन। अनि सबै देवताहरू अन्तिम आशा लिएर भगवान विष्णुको शरणमा पुगे। अब यहाँ भगवान विष्णुको अगाडि एउटा ठूलो धर्म सङ्कट आइलाग्यो। एकातिर ब्रह्माण्डलाई बचाउनु छ, अर्कोतिर वृन्दा, जो उहाँकै सबैभन्दा परम निस्वार्थ भक्त थिइन्। ब्रह्माण्ड बचाउनलाई आफ्नै भक्तलाई धोका दिनुपर्ने? सोच्नुहोस् त, कस्तो दुविधा। अब उहाँले के गर्नुभयो होला? यहीँनिर आउँछ कथाको सबैभन्दा मार्मिक मोड। ब्रह्माण्डको रक्षाको लागि एउटा दिव्य छल रचियो, र त्यसको परिणामले सधैँका लागि सबै कुरा बदलिदियो। ब्रह्माण्डलाई बचाउन भगवान विष्णुले जालन्धरकै रूप धारण गर्नुभयो। वृन्दाले आफ्नो पति नै ठानेर उहाँलाई स्वागत गरिन्, र त्यही बेला उनको पतिव्रता धर्म भङ्ग भयो। अनि ठिक त्यही क्षण उता युद्धभूमिमा जालन्धरको त्यो अटुट ढाल चकनाचुर भयो, र भगवान शिवले उसको अन्त्य गरिदिनुभयो। तर सोचौँ त, ब्रह्माण्ड त जोगियो, तर एउटा परम भक्तको आस्थाको मूल्यमा। जब वृन्दाले यो सबै छल्थ्यो भन्ने थाहा पाइन्, उनी शोक र क्रोधले टुटिन्। आफूले सबैभन्दा धेरै पुज्ने भगवानबाट यस्तो धोका, अनि त्यही पीडामा उनले श्राप दिन्, तपाईको यो पत्थर जस्तो हृदयको कार्यको लागि तपाईँ आफै ढुङ्गा बन्नुहोस्। यो श्राप दिएपछि वृन्दाले आत्मदाह गरिन्। भगवान विष्णुले पनि उनको श्रापलाई सम्मानका साथ स्वीकार्नुभयो र उहाँ शालिग्राम ढुङ्गा बन्नुभयो। अनि वृन्दाको खरानीबाट एउटा पवित्र बोट उम्रियो। विष्णुले त्यसलाई तुलसी नाम दिनुभयो। उहाँले घोषणा गर्नुभयो कि तुलसी उहाँलाई आफ्नो जीवनभन्दा पनि प्यारो हुनेछिन्। अबदेखि तुलसीको पात बिना मेरो कुनै पनि पूजा वा भेटी पूर्ण हुने छैन। र उहाँले हरेक वर्ष तुलसीसँग विवाह गर्ने वाचा पनि गर्नुभयो। त्यही पौराणिक कथा र त्यही वाचाको कारण आज पनि हामी तुलसीको पूजा र विवाह गर्छौं। ल अब हेरौँ यो चलन आजको समयमा कसरी अभ्यास गरिन्छ। दैनिक पूजाको विधि एकदमै सरल छ, तर यसको अर्थ निकै गहिरो छ। बिहान नुहाई गरेर तुलसीको मठ सफा गरिन्छ, जल चढाइन्छ र मन्त्र जप गरिन्छ। अनि साँझपख दियो बालेर बोटको परिक्रमा गरिन्छ। यो परिक्रमाले के देखाउँछ भने घरको केन्द्रमा देवीकै बास छ। अब यो पूजाको आध्यात्मिक महत्त्वको कुरा गरौँ। तुलसीलाई देवी लक्ष्मीकै स्वरूप मानिन्छ, त्यसैले उहाँको पूजाले घरमा सुख समृद्धि ल्याउँछ भन्ने विश्वास छ। यति मात्र होइन, उहाँको उपस्थितिले घरको नकारात्मक ऊर्जालाई हटाउँछ र आत्मालाई शुद्ध पार्छ। हाम्रो समाजमा त मृत्युको समयमा मुखमा तुलसीको पात राखिदिँदा आत्माले मोक्ष पाउँछ भन्ने गहिरो विश्वास पनि छ।
तर यो कुरा आस्था र आध्यात्ममा मात्र सीमित छैन है। यसको पछाडि गहिरो विज्ञान पनि लुकेको छ। आयुर्वेदमा तुलसीलाई जडीबुटीकी रानी अर्थात् क्वीन अफ हर्ब्स भनिन्छ। किनभने यसले हाम्रो शरीरको इम्युनिटी बढाउँछ, यसको पातले प्राकृतिक रूपमा हावालाई शुद्ध गर्छ अनि घरको वरिपरि लामखुट्टे जस्ता किराहरूलाई पनि भगाउँछ। यो त धर्म र विज्ञानको कस्तो अद्भुत सङ्गम हो, होइन त? ल, अब कुरा गरौँ त्यो भव्य वार्षिक उत्सवको, तुलसी विवाह। यो पर्व प्राय कार्तिक महिनामा मनाइन्छ। यो त्यही समय हो जब भगवान विष्णु 4 महिनाको योग निद्राबाट जाग्नुहुन्छ भन्ने मानिन्छ। र रमाइलो कुरा के छ भने यही दिनबाट हिन्दू विवाहको लगन पनि औपचारिक रूपमा सुरु हुन्छ। यो विवाहको कार्यक्रम ठ्याक्कै हाम्रो सामान्य विवाह जस्तै हुन्छ। यहाँ दुलही हुनुहुन्छ तुलसीको बोट जसलाई सिँगारिएको हुन्छ, अनि दुलहा हुनुहुन्छ शालिग्राम ढुङ्गा वा विष्णुको मूर्ति। उखुको बोटहरूले मण्डप बनाइन्छ अनि पुजारी वा घरको मुलीले विवाहको मन्त्र पढ्नुहुन्छ। यो दृश्य साँच्चै नै हेर्न लायक, एकदमै सुन्दर र भक्तिले भरिएको हुन्छ। खैर, यत्रो कुरा गरिसकेपछि अन्तमा तुलसीको कथाले हामीलाई सिकाउँछ चाहिँ के त? यो केवल एउटा बोटको पूजा मात्रै होइन, यो त भक्तिको सबैभन्दा उच्चतम रूपको कथा हो। तुलसी भक्तिको अन्तिम प्रतीक हुनुहुन्छ। उहाँ एक यस्तो भक्तको उदाहरण हुनुहुन्छ जो आफ्नो शुद्ध प्रेम, त्याग र समर्पणको बलमा आफै देवी बन्न पुगिन्। र उहाँको पूजाले हामीलाई के याद दिलाउँछ भने दिव्यता वा ईश्वर खोज्न कतै टाढा मन्दिर धाउनु पर्दैन। दिव्यता त हाम्रै घरको आँगनमा, हाम्रो दैनिक जीवनको एक जीवित हिस्साको रूपमा उपस्थित छ, जसलाई हामीले हरेक दिन स्याहार गर्न सक्छौं। र अन्तमा यो कथाले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ। हाम्रो दैनिक जीवनमा दिव्यता पाउनुको अर्थ के होला? सायद यो प्रश्नको जवाफ हामी सबैले आफ्नै आँगनमा, आफ्नै जीवनमा खोज्नुपर्छ।